हेलो गाइस, यो चाहिँ 5 तारको हिलियाङ गाउँपालिकामा रहेको हिलियाङ दरबारको चाहिँ अवलोकनमा पनि कहिले आएको छु र हजुरहरूलाई पनि देखाउने कोसिस गरिरहेको छु। चाहिँ हिलियाङ दरबारको गेट रहेछ हैन। यो चाहिँ लिम्बुवान राज्यको चाहिँ अन्तिम राजा हिलियाङको पालामा रहेको दरबार अवशेषहरू छ। आज नयाँ सालको पहिलो दिन भएको हुनाले यहाँ धेरै पर्यटकहरू पनि घुम्न आउनु भएको छ। स्थानीय पर्यटकहरू पनि भिड छ। त्यो गरी यो चाहिँ राजदरबार हिलियाङ राजदरबार रहेछ। अनि यो चाहिँ पछि संरक्षण गरेर चाहिँ यस्तो बनाइएको होला सायद। यो दरबारदेखि चाहिँ तलतिर हेऱ्यो भने चाहिँ यस्तो देखिन्छ। यो चाहिँ पाँच थर जिल्लाको चाहिँ हिलियाङ नगरपालिकामा रहेको पञ्चमी सिपुवा हुँदै यो चाहिँ कम्मर करिडोर पनि यहाँ देखिँदैछ। कम्मर नदी देखिँदैछ। तम्मर नदी देखिँदैछ। कम्मर करिडोर हो। त्यसै गरी यो पनि त्यही हो। यस्तो